हेलो नमस्ते 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 नमस्कार सम्पूर्ण साथीहरुमा ह्यापी न्यू इयर 2082 सालको सबै साथीहरुमा धेरै धेरै शुभकामना। 2081 साल जे जस्तो भए पनि तपाईहरुको 82 भने उधुमै राम्रो होस्, सफलताले चुमोस्, सफलताले शिखर चुमोस्। नयाँ वर्ष 2082 को धेरै धेरै शुभकामना दिन चाहन्छु भने आज म ठ्याक्कै तपाईहरुलाई कहाँनिर छु भनेर पनि तपाईहरु थोरै गेस त गर्नुभएको होला। अलिकति ब्याकग्राउन्ड कस्तो देखिया छ थाहा छैन, म जस्तो देखिए पनि तपाईहरुलाई अन्तिममा स्पष्ट देखाउँछु कहाँनिर छु भनेर। म यतिखेर ठ्याक्कै सिन्धुली जिल्लाको सबैभन्दा ठुलो पहिरो न्याउले पहिरो भनेर पनि चिनिन्छ, यसकै टपिकमा छु आज। सिन्धुली जिल्लाको सबैभन्दा ठुलो पहिरो जहाँनिर निकै नै ठुलो भूभाग ओगटेको क्षेत्र हो यो भने यो अहिले पनि विगतमा त केही रोकिएको जस्तो लागिरहेको थियो। म पनि यहाँ 3-4 वर्षपछि आएको थिएँ भने अझै पनि यो रोकिएको रहेछ र म तपाईहरुलाई एकचोटि सरर देखाउँछु है त। हेरौँ, लेट्स गो। यो यहाँबाट गएको रहेछ भने तपाईहरु ठ्याक्कै यस्तो 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 गइरहेको रहेछ। अनि त्यो पारी तपाईहरु यो खुइले डाँडो देख्नु भयो होला नि हैन, यो सबै पहिरोकै भूभाग हो। अलिकति यतापट्टि पनि छ, यो सबै नै पहिरो भने यताबाट नजिकैबाट पहिरो गइरहेछ। र यो म बसेको यो भूभाग पनि एकदमै चर्केको भूभाग छ यो बारीहरू। अनि यतापट्टि नजिकै गाउँ पनि छ, यो गाउँ हो यहाँनिर। यो गाउँहरू भने यतापट्टि चाहिँ उत्तिसहरू पलाए रहेछ, पलाए पनि अझै पनि जान छोडेको छैन। यो पहिराको क्षेत्र हो। यो जति पनि देखिया छ यो यतापट्टि र यतापट्टि यो तल पनि देखिएको छ। यो तल अलिकति जस्ता जस्तो पनि तपाईहरुले देख्न सक्नुहुन्छ होला। त्यहाँसम्म पनि लगभग त्यो बस्ती छेउमै पनि पहिरो पुगेको छ। यतिखेर यो बगर हो, तपाईहरुलाई स्पष्ट देखाएँ। यहाँबाट सट्टै पारिपट्टि देखिने त्यो घुम्ती रोड जस्तो देखिएको छ, त्यो मारुति सिमेन्टको ढुङ्गा खानी हो, पक्कै पनि त्यो ढुङ्गा खानी हो। र म यतिखेर नै छु, तपाईहरुलाई स्पष्ट भनि नै सके। यो सिन्धुली जिल्लाको सबैभन्दा ठुलो पहिरो नै हो यो। यसले निकै नै ठुलो भूभाग ओगटेको छ भने यता थोरै खेतीयोग्य जमिनहरू पनि थियो। यहाँ कयौं बस्तीहरू विगत धेरै वर्ष पहिले नै उडाइसकेको छ र यो अझै पनि रोकिने स्थिति छैन। क्रमिक रूपमा यो धेरथोर गइरहेछ र यहाँबाट जति पनि अहिले यसरी भक्किरहेछ। र एउटा यो पनि तपाईहरुलाई सूचना दिन चाहन्छु कि यदि यहाँ माथि चर्केको जति सबै कुनै समय कालखण्डमा यो पहिरो भक्कियो भने मेरो विचारमा कटारी कुनै पनि हालतमा बस्न सक्दैन। जसरी रोसी खोलाले जसरी उडाएको थियो बस्तीहरू, र यो न्याउले पहिरोले पनि कुनै कालखण्डमा समयमा त्यो परिस्थिति आयो भने जसरी यो माथि अहिले हामी म जुन ठाउँमा उभिएर बोलिरहेको छु त्यो जस्तै पनि चर्केको छ, त्यो क्षेत्रहरू सबै भक्किएर गयो भने कटारी एक झड्कामा स्वाहा हुन सक्छ। र कटारीबाट पनि हेर्दाखेरि यो बगर तलको यो बगर कटारी भन्दा निकै नै माथि पुगिसकेको पनि मान्छेहरूले भन्ने गर्नुहुन्छ। र वास्तवमा यो पहिरोहरूले पछि पनि भवितव्य निम्त्याउन नसक्ला भन्न सकिन्न। थ्याङ्क यू भेरी मच। यो भिडियो म ठ्याक्कै युट्युबमा पनि हाल्नेछु, फेसबुकमा पनि हाल्नेछु है त। ओके, थ्याङ्क यू भेरी मच। लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। ओके, लेट्स गो।